यहाँ भगवान भएको अस्तु थाहा छ तर तथास्तु भएको कसैलाई थाहा छैन भन्दै यो मेरो आजको दोस्रो भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत छ। अनिखेरि जापानको दसैँ कसरी मनाइन्छ होइन, एउटा परदेशी एउटा विदेशीले चाहिँ होइन कसरी मनाउँछ म तपाईँहरूलाई भन्छु होइन। मेरो आजको रुमको अहिलेको भिडियो अपुरो छ। मेरो रुम चाहिँ खास यहाँनिरबाट चाहिँ बाहिर निस्किन मिल्छ। तपाईँहरूलाई मनपर्छ पर्दैन भनिदिनु होला होइन। यहाँ चाहिँ मेरो बाहिर भयो होइन, यसरी मेरो क्यामेरा हातमा भएको हुनाले धेरै हल्लिन्छ। अनि यो मेरो किचन भयो, एउटा सानो सानो छ, यो मुनि फ्रिज छ एउटा सानो होइन यस्तो खालको। अनि यो चाहिँ भाँडा माझ्ने भइहाल्यो। यहाँनिर चाहिँ सामान्य एउटा सामानहरू राख्ने छ। त्यस पछाडि रह्यो अब बाथरुमतिर जाऊँ होइन। बाथरुममा चाहिँ एउटा बत्ती बालेपछि भित्र चाहिँ यस्तो खालको बाथरुम, त्यहाँनिर एउटा उफुरो पनि छ होइन। अनि यति भएपछि अनि यो बत्ती चाहिँ मार्नै पर्ने हुन्छ यार। यो बत्ती मारेन भने चाहिँ नि मेरो औकात हैसियतभन्दा माथिको बिल आउँछ। बिल भन्दा यहाँनिर अघि एउटा बिल आइसकेको छ होइन। यो सायद पानी बत्तीको बिल होला। यस्ता बिलहरू तिर्दा तिर्दै होइन यो हिसाब किताब बराबरी हुन्छ। अनि अर्को रह्यो मेरो यतापट्टि आएपछि यो माथि जाने, यो माथि पनि सुत्न मिल्ने हो। खास माथि सुत्ने हो। मलाई चाहिँ एक्लै भएको हुनाले म चाहिँ यहाँ तलै भएमा यो यसरी एउटा फर्म लिएर आएको छु। यस्तो खालको एउटा मेरो आफ्नै दरबार छ होइन। अनि माथि सुत्दिनँ खास, अब साथीभाइ पनि छैनन्, म एक्लै भएको हुनाले मलाई त्यति साह्रो पनि गरिरहनु पर्दैन। अनि रह्यो अर्को भनेको यतापट्टि ढोकाहरू छ। अनि यहाँ चाहिँ मेरो एउटा सामान्य एउटा आफ्नै एउटा चियर र अनि यसो बस्ने छ। अनि म चाहिँ कम्बिनेट काम गर्ने भएर कुपनहरू धेरै आउँछ। म कुपनको चाहिँ चक्लेट लिएर आएको हुन्छु। अनि फेरि अर्को रह्यो मेरो यसो जिम गर्ने सेटअप पनि छ होइन। यो डम्बेल सम्बेल छ, तर यो सपनै रह्यो होइन, नहुँदो रहेछ। अनि अर्को भनेको यहाँनिर एउटा मेरो कपडा राख्ने एउटा यो यस्तो छ। अनि यति भइसकेपछि अनि यहाँ बाहिर